नाउ मुभिङ अन हाम्रो के रहेछ टपिक रहेछ प्रिन्सिपल म्यानेजमेन्ट अफ फ्र्याक्चर रहेछ प्रिन्सिपल अफ म्यानेजमेन्ट अफ फ्र्याक्चर ट्रिटमेन्ट फ्र्याक्चर ट्रिटमेन्ट रहेछ सो ट्रिटमेन्टमा के हाम्रो मेन के रहेछ हाम्रो प्रोसिड्युर रहेछ त्यसको बारेमा सो फन्डामेन्टल प्रिन्सिपल हाम्रो हेर्दाखेरि पहिला के रहेछ हाम्रो रिडक्सन गर्नु पऱ्यो रिडक्सन ठिक छ त्यसपछि अर्को भनेको इमोबिलाइजेसन त्यसपछि हेऱ्यो भने हाम्रो प्रिभेन्सन अफ द फङ्सन हुनु पऱ्यो ठिक छ यो हाम्रो तिनवटा हो मेन प्रिभेन्सन अफ फङ्सन अब रिडक्सनमा हेऱ्यो भने के रहेछ हाम्रो रिडक्सनमा सेटिङ डिस्प्लेस हामी के गर्छौँ प्रोपर एलाइनमेन्ट गर्छौँ जसले गर्दाखेरि डिस्प्लेस फ्र्याक्चर जुन छ नि त्यो चाहिँ आफ्नो नर्मल पोजिसनमा आउँछ ठिक छ त्यसपछि आउँछ हाम्रो के इमोबिलाइजेसनमा के हुन्छ कि बोनलाई रिड्युस पोजिसनमा राख्नु पऱ्यो ठिक छ त्यही पोजिसनमा मेन्टेन गरेर राख्नु पऱ्यो रिड्युस पोजिसनमा त्यसपछि आउँछ हाम्रो प्रिभेन्सन फिजियोथेरापी थ्रु आउट द ट्रिटमेन्ट गरेर हामी के गर्छौँ त्यसको प्रिभेन्ट गर्नु पऱ्यो प्रिभेन्सन सो अब मेथड अब हाम्रो रिडक्सन आउँछ ठिक छ यो रिडक्सन भयो मेथड अफ रिडक्सन अब मेथड अफ रिडक्सन हेरौँ भने के हुँदो रहेछ हेर त मेथड अफ रिडक्सनमा के छ हाम्रो एउटा भनेको क्लोज म्यानिपुलेसन छ त्यसपछि हेऱ्यो भने कन्टिन्युअस हाम्रो के छ ट्र्याक्सन छ कन्टिन्युअस ट्र्याक्सन देन हेऱ्यो भने हाम्रो के रहेछ एउटा ओपन रिडक्सन सो अब क्लोज म्यानिपुलेसन हामी हेर्छौँ भने के रहेछ यहाँ क्लोज म्यानिपुलेसन सो क्लोज म्यानिपुलेसन भनेको स्ट्यान्डर्ड इनिसियल मेथड हो जसमा के हुन्छ कि रिएलाइनमेन्ट गरिन्छ डिस्प्लेसमेन्टको रिएलाइन के भन्छ हाम्रो डिस्प्लेस्ड बोनलाई ठिक छ एन्ड हाम्रो कहाँबाट माथिबाट नै थ्रु आउट द हाम्रो सफ्ट टिस्यु थ्रु सफ्ट टिस्यु मतलब के भयो कि यो भित्र बोन छ एन्ड यहाँ यो फ्र्याक्चर भइदिएछ त्यसपछि यो हाम्रो के हुन्छ यो सफ्ट टिस्यु भयो भने यसको यो केही नगरिकन माथिबाट नै यसलाई हामी चलाएर केही गरेर यसलाई फिक्स गर्छौँ ठिक छ ओपन गर्नु पर्दैन आफ्टर द्याट अब आउँछ हाम्रो कन्टिन्युअस ट्र्याक्सनमा इट इज युजली हाम्रो के हुन्छ कि काउन्टर द फोर्स वाइल हाम्रो के हुन्छ कि नट अलाउड टु रिडक्सन एन्ड ह्यापन अर वुल्ड कज हाम्रो रिडिस्प्लेसमेन्ट नहोस् भनेर कन्टिन्यू ट्र्याक्सन दिन्छ मतलब के हुन्छ कि हाम्रो यो जुन फ्र्याक्चर भइसकेको छ त्यसलाई हामी के हुन्छ एउटा पोजिसनमा राख्छौँ कन्टिन्युअस ट्र्याक्सन दिएर जसले गर्दाखेरि त्यो चाहिँ रिड्युस नहोस् नट अलाउड टु रिडक्सन एन्ड अर्को भनेको रिडिस्प्लेस नहोस् विल नट एलाउ रिडक्सन त्यसपछि अर्को भनेको रिडिस्प्लेस नहोस् So it is continued once the fracture becomes sticky and discontinue कब गरिन्छ हाम्रो जब फ्र्याक्चर हाम्रो के हुन्छ कि टाँसी बसेर स्टिकी भइहाल्छ भने डिस्प्लेस गरिन्छ त्यसपछि के हुन्छ डिस्कन्टिन्यू गरिन्छ एन्ड फ्र्याक्चर supported in the plaster cast हाम्रो हेलिङ अकर हुन्छ यसमा के हुन्छ प्लास्टर कास्टमा राखिन्छ जसले गर्दाखेरि प्लास्टर कास्ट जसले गर्दाखेरि के हुन्छ हाम्रो हिलिङ हुन्छ अब आउँछ हाम्रो ओपन रिडक्सन ठिक छ अब ओपन रिडक्सनमा के भइरहेछ त ओपन रिडक्सनमा हेऱ्यो भने ओपन रिडक्सनमा के हुन्छ फ्र्याक्चर सर्जिकल्ली एक्सपोज गरिन्छ ओपन गरिन्छ सफ्ट टिस्युलाई एन्ड त्यसको भित्र गएर हाम्रो इन्टर्नल फिक्सेसन गरिन्छ एन्ड यसमा के हुन्छ कि अदर मेथड हाम्रो एचिभ रिडक्सन बाहिरबाट हाम्रो क्लोज रिडक्सन फेल भयो भने क्लोज रिडक्सन फेल भएपछि
रिडक्सन फेल भएपछि अथवा अदर मेथडले काम गर्न भने हामी इन्टरनल फिक्सेसन जान्छौँ एन्ड यो ओपन रिडक्सन गरेर खोलेर, मतलब कि यो हाम्रो फ्र्याक्चर भयो, यहाँ यो हाम्रो फ्र्याक्चर भयो बोन, यो चाहिँ हाम्रो सफ्ट टिस्यु भयो, त यहाँ इन्सिजन गरेर मजाले भित्र गएर यसलाई एक ठाउँमा ल्याएर फिक्स गरिन्छ। त्यसपछि आउँछ इन्डिकेसन अफ ओपन रिडक्सनलाई हेऱ्यौँ भने के इन्डिकेसन अफ ओपन रिडक्सन के छ इन्डिकेसन। ओपन रिडक्सनको इन्डिकेसन हेऱ्यौँ भने के रहेछ, फेलर अफ क्लोज रिडक्सन, एउटा भनेको एब्सोल्युट हुन्छ, एब्सोल्युट हाम्रो इन्डिकेसनमा के पर्छ, त एब्सोल्युट इन्डिकेसन हेऱ्यौँ भने एउटा भनेको फेलर अफ क्लोज रिडक्सन। त्यसपछि हेऱ्यौँ भने डिस्प्लेस इन्ट्राआर्टिकुलर फ्र्याक्चर छ, चाहिँ डिस्प्लेस इन्ट्रा आर्टिकुलर फ्र्याक्चर। त्यसपछि डिस्प्लेस्ड हाम्रो इपिफाइसियल इन्जुरी टाइप 3 र टाइप 4। डिस्प्लेस्ड के हुन्छ, इपिफाइसियल इन्जुरी, जसमा के हुन्छ टाइप 3 एन्ड टाइप 4 हुन्छ। त्यसपछि नन युनियन एन्ड अरू के हुन्छ, फ्र्याक्चर अफ द पटेला। नन युनियन भएको कुनै कन्डिसन छ भने नन युनियन, अरू हाम्रो के हुन्छ कि एन्ड हाम्रो के हुन्छ फ्र्याक्चर अफ पटेला छ भने त्यसमा हाम्रो गरिन्छ फ्र्याक्चर अफ पटेला छ नि, यो यस्तो कन्डिसन हाम्रो के हुन्छ एब्सोल्युट इन्डिकेसन ओपन रिडक्सनको। अब रिलेटिभ रिडक्सन हेऱ्यौँ, रिलेटिभ इन्ट्रोडक्सन के भन्छ इन्डिकेसन हेऱ्यौँ भने के रहेछ, त रिलेटिभ इन्डिकेसन के हुन्छ, एउटा भनेको डिले युनियन एन्ड माल युनियन हुनसक्छ, डिले युनियन एन्ड माल युनियन। त्यसपछि हेऱ्यो भने मल्टिपल हाम्रो के हुन्छ, मल्टिपल फ्र्याक्चर हुनसक्छ, मल्टिपल फ्र्याक्चर छ भने कम्युटेड फ्र्याक्चर छ, मल्टिपल फ्र्याक्चर। त्यसपछि हाम्रो के हुन्छ प्याथोलोजिकल फ्र्याक्चर। त्यसपछि फ्र्याक्चर विथ भ्यास्कुलर अर न्युरल इन्जुरी, फ्र्याक्चर विथ हाम्रो के छ भ्यास्कुलर अर न्युरल इन्जुरी छ भने, त्यस्तो कन्डिसनमा के गरिन्छ इन्जुरी छ भने त्यसमा एब्सोल्युट इन्डिकेसन भयो ओपन हाम्रो रिडक्सनको। अब आउँछ हाम्रो के अरे इमोबिलाइजेसन अफ फ्र्याक्चरको बारेमा डिस्कस गरौँ। मोबिलाइजेसन अफ फ्र्याक्चर। अब यसमा के हुन्छ कि मोबिलाइजेसन अफ फ्र्याक्चरमा इमोबिलाइजेसन फ्र्याक्चरमा के हुन्छ कि इमोबिलाइजेसन गरिन्छ किन गरिन्छ त हाम्रो के कारण छ यसको, एउटा भनेको टु प्रिभेन्ट हाम्रो के डिस्प्लेसमेन्ट अर एङ्गुलेसन। त्यसपछि टु प्रिभेन्ट मुभमेन्ट एन्ड जसले गर्दाखेरि हाम्रो इन्टरफेयर के गर्छ युनियनसँग, इन्टरफेयर विथ द युनियनसँग गरिरहेछ भने युनियन। अर्को भनेको पेनलाई रिलिभ गर्न, टु रिलिभ पेन। सो दिस इज रिगार्डिङ द इमोबिलाइजेसन फ्र्याक्चरको बारेमा भयो। अब हाम्रो के टपिक रहेछ मेथड अफ इमोबिलाइजेसन। अब मेथड अफ इमोबिलाइजेसन हेऱ्यौँ भने यसको मेथड हेऱ्यौँ भने मेथड के रहेछ, एउटा भनेको पहिला नन अपरेटिभ हुन्छ, अब नन अपरेटिभ मेथडमा के पर्छ हाम्रो नन अपरेटिभ मेथडमा हाम्रो स्ट्यापिङ पर्छ, एउटा स्ट्यापिङ। त्यसपछि हेऱ्यौँ भने के रहेछ स्लिङ। त्यसपछि आउनु कास्ट इमोबिलाइजेसन, कास्ट इमोबिलाइजेसन
इमोबिलाइजेसन, कास्ट इमोबिलाइजेसन, स्टेपिङ। स्टेपिङ हेऱ्यो भने हाम्रो के हुन्छ, फाइलान्ज फ्र्याक्चर छ भने त्यसमा युज गर्न सक्छौँ। फाइलान्जेस फ्र्याक्चर। त्यसपछि हाम्रो हेऱ्यौँ भने स्लिङमा हाम्रो ट्रायङ्गुलर स्लिङ युज गर्न सक्छौँ। ट्रायङ्गुलर स्लिङ युज फर हाम्रो फ्र्याक्चर अफ क्लाभिकल, फ्र्याक्चर अफ क्लाभिकललाई युज गरिन्छ। त्यसपछि आउँछ कास्ट इमोबिलाइजेसन। कास्ट इमोबिलाइजेसन मोस्ट कमन मेथड भनेको इमोबिलाइजेसन अफ प्लास्टर अफ प्यारिस हो, जुन चाहिँ हाम्रो फिङ्गर ग्लास त्यसमा के हुन्छ, फाइबर ग्लास हुन्छ, फाइबर ग्लास एन्ड कास्टिङ टेप्स हुन्छ, कास्टिङ टेप्स युज गरिन्छ। अर्दर प्रकारमा के हुन्छ, प्लास्टर अफ प्यारिस हुन्छ, प्लास्टर अफ प्यारिस कास्ट। सो आफ्टर द्याट हामी युज अफ प्लास्टर प्यारिसमा के हुन्छ कि हाम्रो एप्लाइड टु फर्ममा हुन्छ यो प्लास्टर प्यारिसको। अब यो प्लास्टर प्यारिसको बारेमा हेऱ्यौँ भने के रहेछ, एउटा स्ल्याब रहेछ, अर्को कास्ट रहेछ। स्ल्याब अर्को भनेको कास्ट हुन्छ, ठिक छ। अब यो स्ल्याब भनेको प्लास्टर हुन्छ जुन चाहिँ स्ल्याब कन्भर्ट अन्ली जुन हुन्छ नि पार्ट अफ सर्कम्फरेन्स अफ द लिम्ब हालिन्छ एउटा पार्टमा। एन्ड यो भनेको यस्तो हो, मतलब यो लेग भयो, यहाँ फ्र्याक्चर छ मानलो, यहाँ फ्र्याक्चर छ भने यहाँ फ्र्याक्चर छ। सो फ्र्याक्चर छ भने यो वान एरिया मात्र यसलाई कभर गर्छ, यसरी वान पोर्सन अफ दस, यसरी हुन्छ। यसरी पोर्सन मात्रै, ठिक छ, वान साइडेड। तर यो कास्ट भन्छ नि त्यो चाहिँ हाम्रो होल सर्कम्फरेन्सियल कभर गर्छ। यसरी भयो यो लेग भने यसमा यसरी कभर गर्छ पुरै होल। सो फन्डामेन्टल अफ प्रिन्सिपल अफ द यसको हेऱ्यौँ भने के रहेछ हाम्रो प्लास्टर प्यारिसको, त यसले इमोबिलाइजेसन गर्छ, फिगर्स हाम्रो इमोबिलाइजेसन गर्छ। इमोबिलाइजेसन द जोइन्ट एबभ एन्ड बिलो द फ्र्याक्चर। यसमा के गरिन्छ हाम्रो एउटा रुल के रहेछ, रुल इमोबिलाइज कहाँदेखि कहाँसम्म, इमोबिलाइज जोइन्ट कहाँदेखि एबभ एन्ड बिलो हाम्रो फ्र्याक्चर गरिन्छ। अर्को भनेको इमोबिलाइज के गरिन्छ यसमा, इमोबिलाइज हाम्रो इमोबिलाइज जोइन्ट इन द फङ्सनल हाम्रो पोजिसनमा, जोइन्ट इन फङ्सनल पोजिसनलाई हाम्रो के भन्छ, इमोबिलाइज गरिन्छ। फङ्सन जुन छ नि त्यसलाई प्रिभेन्ट गरिन्छ फङ्सनल पोजिसनमा। त्यसपछि हेऱ्यौँ भने के रहेछ कि प्याड द लिम्ब, के हुन्छ, प्याड द लिम्ब एडिक्वेटली एन्ड स्पेसली बोनी प्रोमिनेन्स, बोनी प्रोमिनेन्स यो भयो। अब हामी कहाँ मुभ गर्छौँ,